हेलो हेलो साथीहरू, म सुभाष तर्फबाट फेरि पनि दशमलाई जोडेर हजुरहरूलाई नमस्कार गरेँ साथीहरू। आजको मुकबाङ भिडियोमा चाहिँ के छ भने साथीहरू, सुँगुरको मासु हेलो अनि रायो साग छ साथीहरू, अनि मुला पनि मिसाएको छ है साथीहरू। अनि विशेष आज साथीहरूलाई म के भन्नु जाँदैछु भने साथीहरूलाई आज चाहिँ बुढाको अचारको ओपनिङ छ साथीहरू। काठमाडौँ महलमा म पनि जाँदैछु साथीहरू भेट्नलाई। अनि हजुरहरू पनि कोही नजिकै आउनुहुन्छ के अरे हजुरहरू पनि नजिकै हुनुहुन्छ भने आउनुहोस् भेट्नलाई हैन। अनि हजुरहरूलाई अनि माया बहिनीलाई अनि अनुप भाइलाई पनि हजुरहरूले सपोर्ट गर्नु अनि माया देखाइदिनु। अझै धेरै काठमाडौँमा आउँदैछ अनि हजुरहरूलाई डेलिभरी पनि काठमाडौँमा हैन, झापाबाट आउँदा त अलिक महँगो पर्छ, यहाँ अलिक सस्तो पर्छ साथीहरूलाई। ल भन्दै सुरु गरेँ, म पनि जान तयार भइसकेँ साथीहरू। ल म पनि खाना खाएर अब छिटो भेट्न जाँदैछु। अनि उहाँको टिमहरूलाई पनि सबैजनालाई मेरो तर्फबाट अनि बुनुहरूलाई शुभकामना है। हामीलाई त एकदम सजिलो भयो। हामी काठमाडौँ बस्नेहरूलाई चाह्यो भने खुर्र बुढाको अचार लिनु आफै गइन्छ है साथीहरू। कस्तो बारुनी लाग्यो। बोक्रा मात्रै भएछ अचार चाहिँ। खुर्सानी चाहिँ टोक्न पाइएन कि आज। मलाई झन् यति सजिलो भएछ कि अहिले बुढाको अचार यहाँ आउँदाखेरि यति खुसी भएको छु कि साथीहरू। किन भन्दाखेरि मेरो चाहिँ साथीभाइहरू भाइ बहिनीहरू धेरैजना बाहिर हुनुहुन्छ अनि अचारहरू पठाइरहनु पर्ने हुन्छ कि साथीहरू। अब यति सजिलो भयो कि ओहो झर त साथीहरू टिप्नु पर्यो।
मसिनो हड्डीहरू ओहो ब्याग त कस्तो ब्याग आयो पटट गर्दै म चाहिँ करङको मासु खानु पल्केको छु है साथीहरू आज ल साथीहरू मैले चाहिँ खाना खाइसकेँ आज खुसीले चाहिँ म भात चाहिँ मैले यति खानु सकेन अनि एक पिस मासु खानु सकेन है साथीहरू ल साथीहरू भन्दै म चाहिँ फेरि पनि बाई बाई भन्दै साथीहरू म चाहिँ अब लागेँ है।